गाइस सबैजनालाई शुभ बिहानी नमस्ते नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म यहाँ सागमा रहेको यो ठुल्दामा छु। यसलाई चाहिँ यहाँका स्थानीय बासिन्दाले बैरी ताल भनेर चाहिँ नामाकरण गर्नुभएको रहेछ। यो ताल चाहिँ दह भन्छ खासमा है, ताल भन्नाले पनि मैले अलि मिस्टेक गरेँ। दह चाहिँ यहाँ एकदम ठुलो दह रहेछ। त्यस पछाडि यो पछाडिको चाहिँ दहको भ्यू हो। यहाँ चाहिँ प्राकृतिकले पुरै भरिपूर्ण छ। यता पछाडितिर जङ्गलहरू छ, माथि रुखहरू हेर्न सक्नुहुन्छ डाँडा काँडाले छेकिएको। अनि यताको योतिर यो पछाडितिर चाहिँ के अरे डिक्री मन्दिर पनि छ यता पछाडितिर। अनि यता चाहिँ एकदम रमणीय ठाउँ छ। हजुरहरू पनि आउनु होला रमाइलो गर्न रुकुम पश्चिमको यो सागको ठुली दहमा। अनि अहिलेलाई चाहिँ यति